डेटाले साँच्चै हामी के किन्नेछौँ भनेर भन्न सक्छ त? सुन्दा अचम्म लाग्न सक्छ, तर आज हामी यही रहस्यलाई एकदमै सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। सोच्नुस् त, हरेक अनलाइन स्टोरको मनमा एउटै प्रश्न हुन्छ, यो ग्राहकले आखिर कति खर्च गर्ला? यो कुनै जादुटुना होइन, बरु शुद्ध डेटा विज्ञान हो। ल, आउनुहोस् यो कसरी काम गर्छ, भित्र पसेर हेरौँ। ल, एकछिनलाई कल्पना गरौँ है। हामी एउटा अनलाइन कपडा पसल चलाउँछौँ र हाम्रो सबैभन्दा ठूलो लक्ष्य के हो त? ग्राहकको बानीलाई बुझेर भविष्य बताउने एउटा डिजिटल क्रिस्टल बल बनाउनु। अब कुनै पनि भविष्यवाणी गर्नुभन्दा पहिले हामीलाई चाहिन्छ सुराग, र ती सुरागहरू कहाँ लुकेका हुन्छन्? हो, डेटाभित्रै। त्यसो भए आउनुहोस् हेरौँ, हामीसँग आखिर कस्तो जानकारी छ त? हेर्नुस् त, हाम्रो डेटामा ग्राहकका डिजिटल पदचिह्नहरू छन्। जस्तै उनीहरूले हाम्रो एपमा कति समय बिताए, उनीहरू हाम्रो सदस्य बनेको कति भयो, र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूले 1 वर्षमा कति पैसा खर्च गरे। त्यसो भए हाम्रो मुख्य उद्देश्य एकदमै स्पष्ट छ कि हामीले ग्राहकले एपमा बिताएको समय र उनीहरूको सदस्यता जस्ता कुराहरू हेरेर उनीहरूको वार्षिक खर्चको अनुमान लगाउन सक्छौं। हो, यही पहेली हो जुन हामी आज सुल्झाउन गइरहेका छौं। अब डेटाको यो विशाल थोप्रोमा सबै कुरा उत्तिकै महत्त्वपूर्ण हुँदैन। हाम्रो काम भनेको ती सुनका टुक्राहरू, अर्थात् ती मुख्य ढाँचाहरू फेला पार्नु हो जसले खर्चको रहस्य खोल्न सक्छ। जब हामी यो डेटालाई एउटा चित्रमा उतार्छौं नि, एउटा कथा त आफै बाहिर आउँछ। यहाँ हेर्नुस् त, ग्राहक जति लामो समय हाम्रो सदस्य रहन्छ, उनीहरूले त्यति नै धेरै खर्च गर्ने सम्भावना देखिन्छ। यो त एकदमै बलियो सङ्केत हो। तर याद राख्नुहोस्, सबै सङ्केतहरू बराबर हुँदैनन्। जस्तो कि एपमा बिताएको समयले पनि खर्चमा केही प्रभाव पारेको देखिन्छ। तर अचम्मको कुरा के छ भने, वेबसाइटमा बिताएको समयको त खर्चसँग कुनै सम्बन्ध नै देखिएन। यसको मतलब के हो त? हाम्रो ध्यान कहाँ केन्द्रित हुनुपर्छ भन्ने कुरा अब बिस्तारै स्पष्ट हुँदैछ। ल, हामीले सुरागहरू त भेट्टायौं। अब पालो हो एउटा यस्तो इन्जिन बनाउने जसले यी सुरागहरूलाई प्रयोग गरेर साँच्चीकै भविष्यवाणी गर्न सकोस्। हो, हामी लिनियर रिग्रेसन भन्ने एउटा विधि प्रयोग गर्दैछौँ। सुन्दा अलि प्राविधिक लाग्यो होला, तर यसलाई यसरी बुझौँ। मानौ कागजमा छरिएर रहेका धेरै थोप्लाहरू छन्। अब ती सबै थोप्लाहरूको बीचबाट जाने एउटा सिधा औसत रेखा कोर्नुहोस्। हो, त्यही रेखा नै हाम्रो भविष्यवाणी गर्ने मेसिनको मुटु हो। तर एउटा भरपर्दो मोडल बनाउनका लागि हामीले एउटा निश्चित प्रक्रिया अपनाउनुपर्छ। यसमा मुख्यतया 3 चरणहरू छन्। पहिले डेटालाई विभाजन गर्ने, त्यसपछि मोडललाई सिकाउने र अन्तमा त्यसको परीक्षा लिने। किनभने सोच्नुस् त, विद्यार्थीलाई परीक्षाको प्रश्न पहिल्यै दियो भने त सबैले पास गरिहाल्छन् नि। त्यसैले हामी हाम्रो डेटालाई 2 भागमा बाँड्छौं। लगभग 70% चाहिँ पाठ्यपुस्तक जस्तै हो, जसबाट हाम्रो मोडेलले सिक्छ, र बाँकी 30% चाहिँ अन्तिम परीक्षा हो, जसले हामीलाई बताउँछ कि मोडेलले साँच्चै कति सिक्यो। ल, अब आयो परीक्षाको घडी। हाम्रो मोडल कत्तिको सही छ त? के यसले साँच्चीकै काम गर्छ? आउनुहोस् यसको नतिजा हेरौँ। र नतिजा साँच्चै प्रभावशाली छ। औसतमा हेर्ने हो भने हाम्रो मोडलको भविष्यवाद वास्तविक खर्चभन्दा जम्माजम्मी $8ले मात्रै फरक पर्छ। सोच्नुहोस् त, $100 को कारोबारमा यति सानो फरक हुनु भनेको त निकै राम्रो शुद्धता हो। अझ जब हामी मोडेलले गरेको भविष्यवाणी र वास्तविक खर्चलाई एउटा ग्राफमा राखेर हेर्छौं, सबै पोइन्टहरू लगभग एउटा सिधा रेखामा पर्छन्। यसले के देखाउँछ भने हाम्रो मोडेलले वास्तविकतालाई एकदमै नजिकबाट पछ्याइरहेको छ। यो नै एउटा सफल मोडेलको सबैभन्दा ठूलो निशानी हो। हो, कुनै पनि मोडेल 100% सही त हुँदैन, तर हामी यसले गर्ने गल्तीहरूबाट पनि धेरै कुरा सिक्न सक्छौं। यी गल्तीहरू अर्थात् भविष्यवाणी र वास्तविकता बीचको सानोतिनो फरकलाई प्राविधिक भाषामा रेजिड्युल्स भनिन्छ। एउटा राम्रो मोडेलको निशानी के हो भने यसको गल्तीहरूमा कुनै ढाँचा हुँदैन, ती पूर्ण रूपमा अनियमित हुन्छन्। यसलाई यसरी बुझौं, जब कसैले निशाना लगाउँछ, केही तीरहरू थोरै दायाँ, केही बायाँ लाग्छन्, तर औसतमा ती निशानाको केन्द्रतिरै हुन्छन्। हाम्रो मोडलका गल्तीहरू पनि ठ्याक्कै त्यस्तै, शून्यको वरिपरि छरिएका छन्। यसको मतलब यो कुनै एकतर्फी वा पक्षपाती छैन। ल,
हाम्रो भविष्यवाणी गर्ने इन्जिनले राम्रोसँग काम गरिरहेको छ भन्ने त थाहा भयो, तर यसको भित्र के छ त? कुन कुराले चाहिँ ग्राहकको खर्चलाई सबैभन्दा बढी प्रभाव पार्छ? अब यो ब्ल्याक बक्स खोलेर हेर्ने बेला भएको छ। यो मोडेलले हरेक कुरालाई एउटा महत्व अङ्क दिन्छ, जसलाई कोएफिसिएन्ट भनिन्छ। एकदमै सरल भाषामा भन्दा जुन कुराको अङ्क जति धेरै हुन्छ, ग्राहकको खर्च बढाउनमा त्यसको भूमिका पनि त्यति नै ठूलो हुन्छ। र यहाँ छ हाम्रो सबैभन्दा ठूलो र महत्त्वपूर्ण खोज। ग्राहकलाई 1 महिना मात्रै थप सदस्यको रूपमा टिकाउन सक्नुको मतलब हो उनीहरूको वार्षिक खर्चमा लगभग $61 को वृद्धि हुनु। यसले के देखाउँछ? नयाँ ग्राहक खोज्ने दौडभन्दा पुराना ग्राहकलाई खुशी राख्नु कति धेरै महत्त्वपूर्ण छ। आज त हामीले ग्राहकको खर्चको भविष्यवाणी गर्यौं, तर एकछिन सोच्नुस् त, यो त केवल सुरुवात हो। यदि यही तरिका अपनाउने हो भने के हामी मौसमको भविष्यवाणी अझै सटिक बनाउन सक्छौं? के रोगहरूको निदान छिटो गर्न सक्छौं? वा सायद भविष्यमा आउने ठूला चुनौतीहरूलाई पहिले नै पहिचान गर्न सक्छौं? डेटाको शक्ति साँच्चै असीमित छ। प्रश्न केवल एउटा छ, हामी यसलाई कसरी प्रयोग गर्छौं?